दाइ, तपाईले समयलाई धेरै पर्खनु भयो, तर समयले तपाईलाई पर्खँदैन। अब हाम्रो सम्पत्ति लिनलाई हामी कति दिनसम्म कुर्ने, कति दिनसम्म चुप लागेर बस्ने? भगवान कसम, कालले छोड्ला, यो कालीले छोड्दैन। तैँले ठिक भनिस् भाइ। अब चाँडै नै न्यायाधीशले एक लौटी पारेको हाम्रो जायजतामा हाम्रै अधिकार हुनेछ। चाँडै होइन, अझै भन्नुहोस्। कामलाई थाती राख्दा आफैलाई विरोध छ। तेरो कुरो मन पर्यो भाइ। यो हाम्रो प्यारो दाइ कहाँ छ? आफ्नो पाप पखाल्न मनोकामना गएको छ अरे। जाउँ दाइ, त्यसलाई बाटोमै। स्वागतम स्वागतम। मलाई जेल पठायो, आफू मनोकामनाको यात्रा गरेर आउँदैछस् होइन? तैँले जेल सजाए आफ्नो कर्मले पाएकोस्। तपाईँले बयान नदिएको भए हाम्रो दाइलाई सजाय नै हुन्थेन। थोरै गाडी हामीसँग सम्पत्ति, हामी हाम्रो भागको सम्पत्ति पाएनौँ भने तपाईँको बाटोबाट गाडी होइन, हाम्रो बाटोबाट नै तपाईँलाई अडिन्छ। मलाई धम्की दिँदैछस्? ए न्यायाधीश, कालीले धम्की दिन जानेको छैन, काम तमाम गर्छ। भगवान कसम, कालले छोड्ला, यो कालीले छोड्दैन। मम्मी, ड्याडी किन ती बदमाससँग मुख लागेको होला?